वेलकम टु माई मिनी ब्लग। आजको मिनी ब्लगमा चाहिँ आज हामी आफ्नो एक्सिसको जाँदैछौँ र यो केटी बाटोमा लिपस्टिक लगाइरहेको छ गाइज, हेर्न सक्नुहुन्छ। कति पुलो गाइज हेर्न सक्नुहुन्छ, कति फोहोर, यतिजना जाँदैछौँ हेर्न सक्नुहुन्छ गाइज। यो चुडेलो गाइज, यो टप हेरेर बुझ्नु हो हामीले हिजो कहाँबाट ल्याएको थियौँ भनेर। गाइज यो चुडेलो गाइज जति बेला पनि मेरो जुत्ता खिची बस्छ गाइज, ल हान्थ्यौँ। हेर्नु पछाडि छ, फर्स्ट टाइम मलाई केही दियो, 2 रुपियाँको सेन्टर गाइज। एउटा राक्षसलाई भेट्यौँ बाटोमा, वाइट परी। हामी चाहिँ यही पार्टी प्यालेसमा आएको थियो अनि त्यो काली भन्ने केटीले कति धेरै आइसक्रिम खाएको थियो, त्यो भिडियो पनि हजुर ब्लगमा हेर्न सक्नुहुन्छ। यही पार्टी प्यालेस थियो गाइज। पिच बनाइसकेको छ बाटो, पहिला चाहिँ पिच थिएन। हामी 3 बस अगाडि बस्दाखेरि र हामी लास्टै डराउँथ्यौँ यो बाटो आउनको लागि। स्कुल हेर्न सक्नुहुन्छ, आई मिस यु हाई स्कुल। हेर्नु गाइज मेरो एक्सिस स्कुल, हजुर उता चाहिँ मेरो 5 क्लास थियो, त्यो चाहिँ अफिस रुम भयो र मेरो 6, 7 क्लास उता पछाडि छ, त्यो छुट्टी आएको छ गाइज। हेर्नु 6 क्लास, मेरो 7 क्लास उता माथि, क्यान्टिन उता छ। थोरै भाइलाई भेट्यौँ हेर्न सक्नुहुन्छ। भाइ तिमीहरू यताउता अलि भिडियोमा आएन के, पोस्ट गरिदिन्छु कि फेसबुकमा पोस्ट गरिदिन्छु के यो फथौरे भाइहरू। गाइज यो छप्रीलाई हेर्नु गाइज, है त यही बाटो हामी दिदीलाई पकाउन गएको थियौँ एयरपोर्ट हाउला आजकै दिन। हेर्न सक्नुहुन्छ चाहिँ गाडीबाट झरिसक्यौँ, हामी चाहिँ आमा घर गएको थियौँ, त्यसपछि हामी गाडीमा झरिसक्यौँ। अब म जाँदैछु साथीलाई भेट्न, हजुरहरू पनि भेट्नु होला। म चाहिँ आफ्नो साथीलाई भेटिरहेको छु गाइज। यो हेर्नु गाइज मेरो हात पक्रिरहेको छ यसले। गाइज मैं चाहिँ आफ्नो साथीलाई भेटिसकेँ, अब चाहिँ हामी उसको घर जाँदैछौँ र म आफ्नो ब्लग एन्ड गर्दैछु।